दिदी हजुर धेरै समयपछि दिदीभाइ भेट भयो। त म नि आउनै पाइनँ बाबु। त्यही त नि अब यस्तै हेर्नु न अब यस्तै छ। अब मान्छे अहिले बिरामीको छापहरू बढ्ने। किन अब अहिले यस्तो बिरामी बढी हुने? त्यही त नि पहिला पहिला घरकै ताजा खानेकुराहरू खान्थे। अनि अब तराईमा मान्छेहरू धेरै बस्दैनन्, पाहाडमा धेरै बस्थे। अनि ताजा खानेकुराहरू हुन्थ्यो, आफ्नै घरको हुन्थ्यो। अब हाम्रै घरमा भन्नुहोस् न, अब 6वटा दाजुभाइ, 6वटा 7 दाजुभाइ दिदीबहिनीहरू के अरे दाजुभाइ थियौँ, 4वटा दिदीबहिनीहरू, 6वटा त यत्रो हाम्रो ठुलो परिवार थियो। आफ्नो घरमा सबै खानेकुरा उब्जिन्थ्यो। आफ्नै घरको उब्जिन्थ्यो। अब बाहिर खोज्नु पर्थेन। बुवाले 9-10 काल मकैको सुली हुन्थ्यो। त्यत्रो मकैको सुली हुन्थ्यो। अनि त्यहाँबाट अहिलेको मान्छेलाई अब केही हुँदैन, सबै किनेर खाऊ, अनि विषादी कुरा खाऊ, अनि त्यो घसी सुगर प्रेसर मुटु दम हरेक कुराहरू हुन्छ। अब पहिला मान्छे जागिरको लागि चाहिँ विदेश जानु पर्थेन, घरमै जागिरको सुविधाहरू हुन्थ्यो, आफ्नै सबै हुन्थ्यो। अब अहिले मान्छेले अर्कोले यसो गर्यो भन्छन्, अर्कोले यसो गर्यो भन्छन्, अनि त्यहाँबाट देखासिकी गर्न थाले। हुँदा हुँदा मान्छे अहिले चाहिँ निरोगी होइन, रोगी हुँदै गए, बढ्दै गए, तनावहरू बढ्दै गयो। मान्छे डिप्रेसन छ, सबैलाई चिन्ताको रोग बढ्या रोग बढे, चिन्ता बढे। छोराछोरी नाति नातिना जम्मै विदेश छन्, सबै विदेश छन्। अनि के गर्ने, नेपालमा केही हुँदैन। अनि त्यही भएर अहिले यो खानकीले गर्दाखेरि बाबु यति बिरामी भएको यो खानकीले हो त। त्यही खानकीकै कारणले गर्दा हो, खानकीले गर्दा हो। अब यो खानामा चाहिँ हामीले चाहिँ एकदम कन्ट्रोल गर्नु पर्ने हो। कन्ट्रोल गर्नु पर्यो। अब तरकारी बिखाल्यो, तरकारी नखाइ साध्य छैन। अनि त्यो भएर अब हामीले चाहिँ जति सक्दो मिठो यो जिब्रोको लागि भन्दा पनि आफ्नो स्वास्थ्यका लागि मिठो खाना भएन, स्वास्थ्यका लागि के राम्रो हुन्छ त्यही खानु।